गाइस आज म यहाँ घाँस बोक्न आएको छु। यहाँ यति भारी बोकेको छु। भारी त अन्त यहाँ फर्स्ट टाइम हो। यहाँ मम्मीसँग आएको छु हैन। अहिले यहाँ दौडिएर आएको होइन। त्यहाँ खोला बाटो छ। गाउँको त्यस्तै हो हालत। गाउँ जस्तै हुन्छ हामीले हैन। यसो भ्लग बनाइदिउँ भनेर हैन। अहिले हामी बाह्र घरे आइपुग्यौँ। अब खोलाको बाटो आउन आएको थिएँ। खोलाको बाटोमा चाहिँ म चप्पल खोजेँ। रोक्नु नि त परको रोक्नु ए त्यहाँ चाहिँ चिहान गाडेको छ कसले के बिच खुट्टामा लुग्नु छ अन्दी यहाँ आउँदा चप्पल बोक्नु ल अब खोलाको बाटो आइपुग्यो। हिँड्दा छु। खोलामा चाहिँ हिँड्न अलिक गाह्रो हुन्छ। ढसिन्छ खुट्टा। अगाडि चाहिँ नर्सरी छ। स्कुल नर्सरी होइन नि त रुखहरू त्यस्तो वाला नर्सरी। लालभित्ते आइपुग्यौँ हामी। लालभित्ते टाउकोमा धेरै हुन्छ। मैले टाउकोले गर्नुपर्छ कि यसमा टाउको दर्द हुनुपर्छ। घाम धेरै लागेको छ। एकचोटि मम्मी त्यही भएर होइन उयो एउटाको मधिसे एउटा हातमा छवटा आउँदा थियो होइन। ऊ त्यसले जान डर लागिरहेछ त हामीले त्यसलाई पुगाइदिएको घर। त्यहाँ मरिसो कोरिडोर हो। हजुर के भन्नुभएको? निशान होइन रिसा पनि होइन होइन उजल्ला आनन्दै अनि म मात्रै। सन्धिहरूले भन्नुभयो जाऊ तिमीहरू जाऊ तिमीहरूले खाइसक्यो जाऊ भन्नुभयो। अनि हामी आएको थियौँ। जान्छन् हामी त ल आफू चाहिँ पठाइराख्नुपर्छ अनि बोल्नुहुन्छ। 2-3 बजे हामी त बसेर बल खेलिरहेको थियौँ। भन्नुहुन्छ जाऊ तिमीहरू जाऊ खाइसक्यो तिमीहरूले भन्दा पठाउनुहुन्छ। अनि अहिले चाहिँ मारिदियो। टिपे लट्ठी टिपेछ। गाह्रो यस्तो भयो भने त गाइस के हो यो? आखिरमा यस्तो गरे त गाह्रो झन्डै अब कबाएर त कस्तो भयो।
के भएर भनेको एकछिन बस्नु पर्यो उहाँ बस्ने हो त ल अब गएको ठिक हो यहाँ छ्या कस्तो खालिदिन्छ अब यहाँ अगाडि गएर बस्नु पर्यो एकछिन है सबै काम मैले नै गर्नुपर्छ ए सबै काम मैले पनि गर्नुपर्छ अरे कस्तो लड्थ्यो गाइस ल अब आइपुग्यो घाँसमा कुदा आइपुग्यो बिसाएछन् एकछिन बिसाउनु पर्यो कस्तो जोरे बल्ल बस्न पाएँ होइन गाइस यहाँ एउटा चाहिँ मल चलाइहाल्नुपर्छ यसले त माटो लगाएछ बालु फनमा अब जाने बेला भेटौँला है किन भाइ चाहिँ किन मन पर्दैन बाबु लुगा लगाइदिन्छ आइदिएन होला भाइलाई छुट्टै लुगा किनिदिइहाल्छु नि म होइन र नकिनिदिनु भाइलाई चाहिँ बहिनी चाहिँ किन मनपर्छ भन्नु मनपर्छ बहिनीले माया गर्छ सुन दिदी छ त ऊ त छ त पर्व डेभिडको बहिनी छ त आफ्नो छैन आफ्नै चाहियो मैले नि पाउनु पर्यो ल कागले आफ्नो नाम आफै लिन्छ अरे के बाबु काग भन्छ अरे त्यस्तै छैन चाहिँ मेरो छ भने मेरो त्यतिकैमा छ त यहाँ स्याउ काटिदिन्छु